ल साथी ल अन्डा खाम है अन्डा अन्डा ताजा 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 फ्रेस अन्डा अहिलेकै हो ल ल खाम गोटङ टङ खाम त ट्याक्क यो अन्डा है साथी आफू झन्डै लड्यो यो ताजा अन्डा चाहिँ अलिक केलिँदैन हैन अलिकता केलिँदैन यो चाहिँ यसलाई चाहिँ केलाउनको लागि चाहिँ ताजालाई अलिकता नुन पनि लाउनु पर्ने छ भोग लागेर थुक निलिसक्यो अन्डा उक्किएको भए पो हो यस्तो हुन्छ यो चाहिँ हो थुक आइसक्छ अन्डा केलिँदैन ल तपाईहरु आफै भन्नुस् है ल केलाएर खानुस् है केलाएर 3-4 गुड्की गइसक्यो तपाईहरु पनि ट्राई गर्नुस् अन्डाको बोक्रो केले पो नयाँ अन्डा यो भएर होला के हो नयाँ अन्डा चाहिँ नयाँ कुखुराको मुखमा थुक उम्लिसक्छ तर अन्डाको बोक्रा केलिँदैन नयाँ अन्डा यो पनि जानिराख्नुहोस् है हैन बल्ल उक्केला ओहो मेरो त उक्केकै छैन हौ ओहो ल हेरौँ है यो पनि बल्ल बल्ल उक्के दोष हो ल क्या स्वाद होला भनेर थुक उम्लिसक्यो हो तर आउँदैन ये ऐसा अंडा है व्हाइट कलर का है लेयर्स का है अच्छा होता है खाओ दही चानैको भनेको चाहिँ क्या मिठो भनेको कुलुङ भाषामा फेरि हो यति भन्दै साइलाले 5 वटा खाइसक्यो मेरो त एउटै उक्के छैन त यार बल्ल एउटा कसम चाहिँ मिठो छ अन्डा फ्रेश We are from DRSPC farm.